यो चाहिँ हाम्रो पहाडी इलाकाको कुखुराको वाचिपा पनि भन्छ हाम्रो राई भाषामा, तिते भन्छ पर्वतेमा। यो तिते बनाउन लागिरहेछौँ र यो तिते भनेको चाहिँ कस्तो भन्नुहुन्छ भने बिमारी दुख बिमार, अब जस्तो कि लडेको पडेको, ढाड भाँचिएको, करङ भाँचिएको यस्तोहरूलाई एकदमै उपयोगी भन्ने चाहिँ हामी बुझेका पनि छौँ। र यो आज हामी सिन्धुलीमा मेरो सरको घरमा तिते बनाउँदैछौँ एउटा कुखुराको। र यो भनेको चाहिँ हाम्रो कतिपय ठाउँमा थाहा पनि छैन, कतिपय ठाउँमा थाहा छ। र यो भनेको पहाडी इलाकामा चाहिँ बेसी थाहा छ, यो तिते बनाउने तिते खाने भन्ने कार्यक्रम। तिते यसलाई तिते भन्छ, यसलाई तिते भन्छ। यो चाहिँ केबाट बनाएको? यो कुखुराबाट बन्छ सर। यो कुखुराको भुत्लाबाट कुखुरा पोल्ने आगो पनि देखाउनुहोस् न। कुखुरा पोल्ने यस्तो हुन्छ। र यो भनेको चाहिँ कुखुराको भुत्लाबाट बन्ने चिज हो। यो अहिले मैले बनाइरहेको, मैले मेकिङ गरिरहेको चाहिँ यो चाहिँ कुखुराको भुत्ला हो। पोलेर यस्तो बन्छ। र यसलाई हामीले खाने तरिका, बनाउने तरिका भरे म देखाउँछु, पकाउने तरिकाहरू पनि देखाउने छु। र अहिलेलाई यति लोकल कुखुराको मात्रै हुन्छ, यो ब्रोइलरहरूको हुँदैन है। हाम्रो भाषामा माम्पुई भन्छ होइन, यसलाई यस्तो हुन्छ सर, हाम्रोतिर चाहिँ के हुन्छ भने यसलाई घाँटी काट्यो भने पूजा गर्दा मात्रै हाम्रो काट्ने चलन हुन्छ, त्यो भएर काट्नु मिल्दैन। र अनि यो अहिले चाहिँ के हुन्छ भने यसरी हामी यस्तो खाने साथीभाइ मिलेर पार्टी खाने यस्तोहरू गर्नलाई चाहिँ हामी काट्दैनौँ। यसको यो भागमा समाएर यो भागमा हिर्काइन्छ। यो भागमा हिर्काएपछि यो मर्छ। यो मरेपछि हामी पोल्छौँ आगोमा पोलेर यस्तो बनाउँछौँ। र यसलाई यो बनाएपछि यसलाई हाम्रो भाषामा तिते भनिन्छ नेपालीमा, तर हाम्रो भाषामा चाहिँ यसलाई वाचिपा भनिन्छ। वाचिपा हो यो। मिसिने कुरोहरू चाहिँ के हुन्छ यसमा? मिसिने कुरो भनेको अब यसमा मिसाउने भनेको त तपाईँको त्यही हो, एउटा खाना हाल्दा पनि हुन्छ, चामलै हाल्दा पनि हुन्छ। तर चामल भिजाएको चामल लाउनु भयो राम्रो, र त्यो डाइरेक्ट चामल लाउनु भने चाहिँ हुँदैन। किनभने यो पाक्ने छिटो टाइम हुन्छ, त्यो पाक्ने ढिलो टाइम हुन्छ। त्यो भनेको बिचमा लाउने हो यो, र यसको मासु पकाएर लगाउने हो। त्यसपछि खाना लायो भने छिटो हुन्छ, चामल भिजाएर राखेछ भने त्यो पनि हुन्छ। तिते बनाउँदैछौँ हामी चाहिँ। अब हाम्रो साथीहरूले चाहिँ तिते बनाएर खाने भन्नुभयो। अब लोकल कुखुरा तिते भनेर अब हेरौँ कस्तो हुन्छ तिते। एकचोटि मैले पनि चाहेको छैन, आज बनाउँदै हुनुहुन्छ मेरो साथीले। उहाँ हुनुहुन्छ हाम्रो सम्धिज्यू, उता सबैजना हामी अब बसेर यहाँ तिते बनाउने तयारीमा हुनुहुन्छ। हाम्रो उपानी पाहुना भरे अब बाँकी चाहिँ खाएपछि कस्तो हुन्छ। सुजन भाइ पनि पाहुना गेस्ट। सुजन जहाँसम्म लाग्छ राम्रै हुन्छ, मिठै हुन्छ, भलोकै लागि हुनेछ। त्यहाँ राखेर मजाले त्यो पोखडा बिना निकाल्नुहोस् त। यसलाई माम्पुई यसलाई चाहिँ माम्बे पनि भन्छ नि तपाईँहरूको भाषामा? हाम्रोमा चाहिँ वाचिपै भन्छ क्या। बनिसकेपछि वाचिपा के बनिसकेपछि वाचिपा, यो चाहिँ माम्बे नै हो। पोलेकोलाई मात्रै माम्पुई। पोलेको यो जुन कुखुराको 2-4 वटा भागको मासुहरू लाग्ने भएको भनिदिनु न थोरै हैन। माम्पुई यस्तो हुन्छ। अब यसमा चाहिँ हामी भागको विषय कलेजु, पखेटा, खुट्टा यस्तो चिजहरू लगाएर बनाउँछौँ। यो भनेको एउटा सिधै भन्नुपर्दाखेरि सुप बन्ने हो। सुप हुने अर्ग्यानिक सुप हो। खास पहिलो कुरो औषधि हो। यसलाई केमा चाहिँ काम दिन्छ भन्नुहुन्छ भने शरीर दुखेको, हाड जोर्नीको समस्या, दग्दी भएको यो समस्यालाई चाहिँ राम्रो हुन्छ। यो तिते बनाएर खाँदा राम्रो हुन्छ। यो तिते बनाएर खाँदा धेरै राम्रो हुन्छ। ठिक छ, अहिले हामी तपाईँहरूलाई तिते बनाएर फेरि देखाउँछौँ र खाएको पनि देखाउँछौँ। तपाईहरु चाहिँ कुन लाउनुहुन्छ भनेर सोध्नु हैन, सबैले तपाईको इच्छाले अनि देखाउँदा यो त हैन, यो देखाउनु है। यो चाहिँ कलेजो हामी यस्तो यो लाउँछौँ भने हामी यस्तो लाउँछौँ यसमा। अनि कुखुरा भाले चाहिँ एकदमै बलियो रहेछ। यसको अब हामी सबै कुरा निकाल्दैछौँ। निकाल्दैछौँ। तयारी गर्दैछौँ। यस्तो छ भालेको पोसो, यस्तो बलियो रहेछ। मुसो नि हाल्छ लोकलको त खतरा हो नि। उयो पनि ब्रोइलरको चाहिँ खानु हुँदैन, ब्रोइलरको त हुँदैन। उयो पनि के चाहिँ
फोक्सोहरू नि हाल्छ फोक्सो त फाल्नुपर्छ नि अनि त्यही त नि। फोक्सो त फालिदिने हो फोक्सो एकैचोटि निकाल्नु जानेले ननिकाल्नु जानेले फोक्सो यसरी तानेर निकाल्नु सक्दैन फोक्सो यसरी निस्किन्छ बुझ्नुभयो फोक्सो एकैचोटि निस्किन्छ अनि यसलाई भन्छ चाहिँ अन्डा खुलामा माछा मारेर खिच्यौँ है अन्डा यो अन्डा हो राति त के देखिन्थ्यो खोलामा अब अनि तपाईँको लाइट छ होइन होइन माछा यस्तो त्यो लाइटलाई चार्ज गर्नुपर्छ लाइट बाल्नु होइन माछा हानेको देखिन्छ नि माछा उनीहरू निकालेको देखिन्छ अनि? हो त्यतिकै त्यो हानेको। क्यामेरा निस्किन्छ नि त यो भित्र माछा छ अहिले प्रष्ट देखिएन भने प्रष्ट देखेको छैन भन्ने है यस्तो गर्ने देखिएको छैन भने यसलाई यस्तो गर्ने उनीहरू निकालेपछि अनि यो चिजलाई यता हाने हो कि फोर चिज सक्यो अब यसलाई यसो गर्ने तपाईँलाई मात्र हो त यहाँ दिने ठ्याक्कै यति बुझ्नु नि पखेटा निकाल्ने पखेटा निकाल्ने यसको अनि यसपछि यसरी यताको पनि निकाल्ने दुईटै पखेटा निकालेर त्यही पखेटा निकालेर घाँटी पनि निकाल्ने यस्तो घाँटी पनि निकाल्ने र यसको खुट्टा ए अघि नै निस्किन्छ भनेर खुट्टा पनि निकाल्ने अनि यसलाई राख्ने यो भनेको तरकारी खाने त्यो चाहिँ तितेको लागि हो यो चाहिँ तितेको लागि त्यो निस्किँदो रहेछ है निस्किँदो रहेछ समातेर हाल्नुपर्छ। नङ्ग्रा फालिदिनु काटेर अनि यो नङहरू चाहिँ यसरी फाल्नुपर्छ फेरि फालिने यसरी फालिदिने अनि यसलाई यसो गर्ने यस्तो पार्ने पछाडिबाट हाल्ने हो खुकुरी यसो पारेर यसो गर्ने थ्याच थ्याच पार्ने रस आउनु पर्यो भित्रको मसिनो काट्ने तितेको लागि ठुलो होइन यस्तो काट्ने यस्तो काटेर यसरी लाउने त्यहीँ हाल्ने हो त्यहीँ हाल्ने त्यहाँ मोल्नुपर्छ सर अहिले म तपाईँ त मोलेकोहरू पनि देखाउनु न अब यहाँ हामीले चुला बनाएर कराई बसाउँदाखेरि साह्रै राम्रो उत्तम हुन्छ यसमा छ फोक्सो फोक्सो निकाल्नु यसरी कुखुराको जान्दैन मान्छेले यसरी निकाल्नुपर्छ त्यो त ठ्याक्कै रूपा भाइ मेरो सिकेछ हो यसो गर्ने हाम्रो तिते बनिसकेको छैन तिते बनाउने तरिकाहरू चाहिँ हामी देखाउँदैछौँ राई भाषामा वाची पनि भन्नु न राई भाषामा वाचिपा पुरानो संस्कार हो नि त हेर धामीहरू बसाउँदा नै यही त खुवाउँछन् चिन्ता राख्दा पाहुना जाँदा पाहुनाको सत्कारै तिते हो नि त वाचिपा यसमा हामीले कुखुराको कलेजो अनि मुटु अनि खुट्टा अनि पखेटा यति चिज लगाएको छौँ अनि टाउको लगाएको छौँ यो चिज लगाएर योमा यसरी मोल्ने हो यो नेपाली ठेट भाषामा भन्दाखेरि कुखुराको भुत्लामा अब हाम्रो भाषा भनौँ वासुङमा यसरी मोल्ने बान्तामा माम्पुई हजुर यसरी मोल्ने अनि यसरी मोलिसकेपछि यो एकदमै कालो देखिन्छ कालो देखिसकेपछि यो चाहिँ के भयो भन्नुहुन्छ भने यसमा लाग्यो यसमा मिलो यसमा मिक्स भइसक्यो अनि यसरी मिक्स गर्ने यति गरेपछि यो मिक्स भयो अब यसलाई राख्ने अब हामी यसमा थोरै तेल राखेर फेरि एकचोटि मोल्छौँ त्यसपछि हामी पकाउँछौँ पकाएको पनि हजुरहरूलाई देखाउनेछौँ अब यसमा चाहिँ हामीले अलिकति तेल लगा जस्तो गर्छौँ कति धेरै तेल हाल्नु भएको थियो त्यतिमा के यो डाडुले कि चलाउने हो कि पन्युले जाडो नै हुन्छ भयो सर अब यसरी मोल्ने फेरि अनि यसरी तेलमा डुबाउने प्याज अहिले हाल्नुपर्छ यसरी अब यसरी चलाउने पकाउनु सुरु भयो पकाउनु सुरु गऱ्यो यसलाई चाहिँ अब यसरी चलाउने अनि यसमा मासु पाकेपछि प्याज हाल्ने मसलाहरू हाल्ने अनि त्यसपछि चामल हाल्ने भिजाएको चामल हाल्ने त्यसपछि यसलाई मजाले उम्लिनु दिने उम्लिसकेपछि यसलाई फेरि यसरी घोट्ने यसो गरेर घोट्ने सबै यो लगाइसकेपछि सामानहरू लगाइसकेपछि यसरी घोट्ने घोटिसकेपछि यसलाई पुरै पाकिसकेपछि यो रेडी भयो है भनेर थाहा भइसकेपछि यसलाई निकाल्ने यसको पकाउने तरिका यति नै हो।
यो चाहिँ प्याज लगाएको हो अब यसलाई प्याज लगाएर 2 मिनेट पनि पर्दैन 1 मिनेट जति भुटे हुन्छ अनि यसपछि अरू मसलाहरू हाल्नेछौँ हामी ल यो चाहिँ प्याज हाल्ने यो चाहिँ गोलभेडा सरी गोलभेडा हाल्ने अनि यसलाई यसरी मजाले चलाउने अनि अब यसलाई 1 मिनेट चलाए हुन्छ त्यसपछि चामल हाल्ने टाइम आउँछ अब यसपछि चामल हालिहाल्ने बेला भइहाल्यो यो त चलाक बच्चा जस्तो छट्टो गर्दैछ ढुङ्गा पकाएर खान्छु भनेर कुखुरा काट्नु अनि यसमा यसरी चामल भिजाको चामल हाल्ने अनि यसलाई काटेछ नि एकचोटि चलाउने अनि अब यसमा पानी दिनु हुन्छ अब यसमा पानी हाल्ने हालिहाल्ने हो र अब हालिहाल्ने दाउरा चाहिँ हालौ न सम्झि यार दाउरा चाहिँ किन हाले बढाउँदै जाने यसरी गर्दै जाने हो भुरी हाल्दाखेरि ठिक्क हुन्छ होइन पाक्नुपर्छ चामल पाक्दाखेरि सुकेर पुरै पुग्नुपर्छ चामल पाक्नुपर्छ यो नुन कस्तो छ ठिक हाले खान नुन कस्तो हातिरहेछ नुनै लिएर छ क्या नुनै यहाँ अहिले हामीले एउटा कमेडी भएको छ यहाँ हाम्रो चाहिँ नुन हाल्न बिर्सेका छौँ हामीले होइन प्याज भन्दै हाल्दिए होइन नुन हाल्दै हुनुहुन्छ नुन भन्ने बित्तिकै हाँस उठ्यो क्या यो अहिले मिठो नभएको खण्डमा फेरि होइन यहाँ हाम्रो कुकम्यानलाई कारबाही हुन्छ आयो पेट दुखायो तिते त पनि नुनै पो छैन है नुन कस्तो भयो डबल त परेन नि डबल पैसा छैन नुनै हाले छैन मैले देखिरहेको नुनै देखेन तितेको लागि जिन्जर इङ्ग्लिसमा राई भाषामा बेच्छु राई भाषामा बेच्छु सिकिसक्यो है आधी त बोले पनि राई ग्याङ गएर राईको घर राई केटी पट्यो भने चाहिँ ट्याक के भन्छ भने के गर्ने सम्झि राई केटीपट्टि हुन्छ मलाई थाहा छैन होला अहिले सम्झि राई केटीपट्टि हुन्छ कि अनि राई केटीपट्टि हुन्छ कि अनि पट्यो भने आई लभ यु भन्ने के भन्नु तपाईँले के भन्नुहुन्छ त कहाँ आलिबी पट्यो भने त आलिबी भन्नै परेन नपट्टुन्जेलसम्म पो आलिबी भन्नु पऱ्यो कस्तो सम्झि यार अहिले केटीहरूलाई आई लभ यु नभनेसम्म होइन पट्टिँदैन ए सम्झि यार तपाईँ अहिलेको जेनेरेसन थाहा नै रहेन त आलिबी भन्नै पर्दैन आजकल केटीहरूलाई गर्नु हजुर त्यो भने त कमन वर्ड हो के हो र त्यो त भन्ने नै होइन नि आजकल सम्झि यार के भन्ने भनेको ल तपाईँ भन्नु त के भन्नुपर्छ यसो सिकाउँदा हामीलाई पनि भन्नै पर्दैन सम्झि यार उसको सिचुएसनमा के छ के मुड छ कस्तो छ के अवस्था छ त्यहाँ भर पर्ने हो कि हामीलाई के गर्नु लगाउ न लगाउ जिन्जर लगाउ भयो पटिएन भने अर्कोलाई ट्राई गर्ने अर्कोलाई अहिले सुन्नुभयो त तपाईँले जिन्जर लगाउ त यहाँ अहिले हाम्रो यो चाहिँ हाम्रो सम्झिले पुरा फाइन अफ जिन्जर गरेको अदुवा हेर्नुहोस् सर यसरी हाल्ने हो हाल्ने बेला भए त कुक होइन भइसक्यो सर भइसक्यो अब यसलाई यसपछि हामी यसो गर्छौँ अघि नुन मात्रै हाल्नु बिर्सिनु भएको थियो नि तपाईँले अलिकति छोडेको छ त्यो मिस्टेक हुन्छ घरिघरि यसरी घोट्ने हो यसलाई अहिले हामीले 10 देखि 15 मिनटसम्म घोट्न सक्नुहुनेछ अहिले हामीले उज्यालो पनि बनाउनु थालेको होइन हामी 5:30 बजीतिर बनाउनु थालेको अहिले लगभग 6:45 भइसकेको छ भइसक्यो हाम्रो चाहिँ यो सबै चाहिँ मेहनत गर्दा कुखुरा भुत्लाउँदा होइन हामीले चाहिँ यो आगो बाल्दा अनि सबै मसलाहरू तयार गर्दा यो तिते सिते बनाउनलाई अहिले त्यति टाइम लागेको छ तपाईँहरू पनि जाँगर यदि छ भने चाहिँ यो लोकल तरिकाले तिते बनाउन अलिकति टाइम लाग्दैन तर खाइसकेपछि उहाँले अघि भन्नु भइसक्यो खाइसकेपछि चाहिँ एकदमै शरीरलाई एकदम फाइदाजनक चिज हो त्यही भएर उहाँले मेहनत साथ बनाउँदै हुनुहुन्छ अहिले हामी खाएपछि अब हाम्रो नि अलिकति जिउमा आज दिउँसभरि चाहिँ हामी यहाँ घुम्नलाई हिँडेको त्यो स्कुटी बाइक चलाएको चाहिँ एकदम जिउ दुखिरहेको छ त्यो चाहिँ सबै निस्किन्छ भन्ने चाहिँ हामीलाई एकदम विश्वास छ
एकदम 100% विश्वास। उता हाम्रो सरहरू चाहिँ यहाँ बेलुका माछा मार्ने प्लान छ, त्यसको लागि रेतीसेती लगाउने, यहाँ हुक्का सुक्का तान्ने, पहिला जिउ तातेर होइन जानको लागि चाहिँ रेडी भएर आए हुनुहुन्छ सबैजना। पनि देखाउने छौँ, माछाको भाग देखाउनु डिसमा त हेर पिस पनि देखायो होइन वान डे होइन यो टुडे हुने भइसक्यो। होइन वान डे प्याकेज भोलि माछा थुप्रो भएन भने यो पनि हालेर देखाउनु वान डेमा अब हेर्नुहोस् आजको दिनमा हाम्रो पहिलो प्राथमिकता चाहिँ नानी यो माछा चाहिँ सम्झ्यौ लगेर राखे तल ल गनाउँछ। हाम्रो पाहाडतिर चल्ने चिज हजुर यो हजुर डिक्स हो यो। हाम्रो पहिले सेकेन्डमा पुर्खाहरूले हाम्रो पहिले डक्टरी औषधि उपचार नखाने, ढाड भाँचिए, करङ भाँचिए, हात खुट्टा भाँचिए, यही खाएर ठिक हुने भन्ने चाहिँ हाम्रो अनि सम्झ्यौ हजुर मान्यता छ। हाम्रो यसपछि सेकेन्ड डिस चाहिँ यो हाम्रो चिकन करी होइन त लोकल चिकन करी हजुर। ल सेकेन्ड डिस पनि बन्दैछ। त्यसपछि हाम्रो थर्ड डिस चाहिँ माछा हुनेछ, खोलामा गएरै मार्ने। गरेर देखाउने छ हो। वान डे नाइटमा हामी के गर्छौँ सबै हामी तपाईँहरूलाई देखाउन चाहन्छौँ। आज चाहिँ हामी यो अकस्मात यो घुम्दै आउँदाखेरि चाहिँ हाम्रो यहाँ यो हाम्रो पृथ्वी बहादुर तामाङ पृथ्वी बहादुर तामाङ हाम्रो चाहिँ नि साथीहरूले चाहिँ कक सम्झिने भन्छ उहाँलाई। उहाँको घरमा आएर अहिले चाहिँ पृथ्वी तामाङको घरमा आएर चाहिँ अहिले यता लाइट नदेखाउनु नि, तपाईँलाई देखाउनु देखायो नि, तपाईँको थोडा देखेर नि। उहाँ चाहिँ पुरै कक सम्झी चाहिँ पुरै फेमस हुनुहुन्छ। यहाँ हाम्रो तेल मसला रेडी छ होइन, अब यहाँ थाल रेडी छ, मासुहरू रेडी छ, यता मसलाहरू गोलबेडाहरू यहाँ पिसेको चाहिँ अदुवाहरू। अब हामी यहाँ यसो उक्का सुक्का खाँदैछौँ। यो चाहिँ अब रेडी भयो। अब यो रेडी भइसकेको हो। चामल अघि हामीले हालेको भिजाएर हालेको चामल पाकेको नि मजाले पाकिसक्यो। यसरी यस्तो हुन्छ, पाकेपछि यस्तो देखिन्छ र यस्तो यो सुप अलि बाक्लो भएन र? होइन यस्तै हो। यतिको बनाउँदा चाहिँ धेरै राम्रो हो। त्यो धेरै सुप लगाएर खाने भनेको चाहिँ अलिक हुन्छ, यसले दिने जति ताकत दिँदैन। सर तपाईँको अलिकति परिचय दिनु न, तपाईँले यत्रो बेर कुक गर्नुभयो। नमस्कार, मेरो नाम महेन्द्र राई, मेरो घर भोजपुर साङपाङ गाविस। म चाहिँ अहिले यहाँ हाम्रो टिमसँग घुम्ने कार्यक्रममा निस्केको थिएँ। थोरै केही यो बारेमा जानकारी भएको हुनाले मैले हजुरहरूलाई यस भिडियो मार्फत सेयर गर्दैछु र उहाँ सरहरूलाई पनि मैले सबैजनालाई सिकाउँदै गाइड गर्दै यसरी बनाएर खानुहोस् भन्दै मेरो परिचय यस प्रकार छ। उहाँले चाहिँ अब तिते बनाएर देखाइसक्नुभयो होइन। अब तिते कस्तो हुन्छ अब हाम्रो खाना मात्रै बाँकी छ। अब हामी केही समयपछि चाहिँ खानेछौँ होइन। खाएको चाहिँ हामी तपाईँहरूलाई पनि देखाउँछौँ। तिते रेडी भइसकेको छ अहिले कराईमा पाकेर। यो चाहिँ अब हामीले रेडी भइसकेपछि यसरी खानको लागि रेडी गर्दैछौँ। गाईको त्यो ऊ माथि भएको त्यो गुन्द्री जस्तो चाहिँ निकाल्नु पायो भने यो तपाईँलाई ल खानु न चाख्नु त चाख्नु न किन त्यो भरे साथीलाई त्यही त यो बहिनीलाई हो त्यो त्यहाँ लगाइदिनु चाख्नु न। म नखाने मान्छे त खाँदैछु म नि। हामी पनि फर्स्ट टाइम हो यो मेरो हो। जसले उठाएर हामी पनि फर्स्ट टाइम खाँदै हो खाइदिनु हो। कस्तो भएको छ तिते? सरहरूलाई सोध्नुहोस् न, म त बनाउने हो, म त मिठो छ भनिहाल्छु नि। उहाँले चाहिँ मिठो छ भनिसक्नु भएको छ होइन। हो चाखिदिउ न हाम्रो यता भएको ल तिते है खाना गइरहेको छु म चाहिँ। तिते रे एकदमै मिठो रहेछ। तिते अनुसारको हल्का हल्का तितो मिठो तितो हुने दामी भएछ ल सही छ ल। तितो हुने भएर तिते भनेको तितो रहेछ हल्का होइन तर मिठो रहेछ त्यही भएर तिते भने होला सायद। फर्स्टचोटि आएको हो सम्धि मैले यो फर्स्टचोटि हो फर्स्टचोटि
दामी अब यसको तिनवटा ताकत टिप्पे चाहिँ भरे गर्छ थाहा हुन्छ